दिन काम 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 काम। अघि हाम्रो अध्यक्षज्यूले भन्नुभयो बेचीदेखि महाकालीसम्म हामी लाइन लागेर हाम्रो पर्खालहरू बनाउँछौँ, हाम्रो देशका सिमानाहरू कोर्छौँ, ढुङ्गाका पर्खाल लगाइदिउँ, कहिले नटुट्ने गरी कहिले नफुट्ने गरी हामी तयार छौँ। जितेन बान्तवा युवाको आवाज हो, यो नबिर्सिनु। काठमाडौँमा म जस्ता 10 जना मात्रै युवाले साथ दिएको भए जङ्गी अड्डामा अथवा शीतल निवासको अगाडि आर्मीले गोली ताक्दाखेरि म मात्रै थिएँ त्यहाँ, म मात्रै थिएँ। मलाई गोली हान्नुहोस् के मेरो नाकको मेरो अनुहारको साइज हेरेर हामीले चाहिँ जहिले पनि गिडगिडाउनु पर्ने? यो देशमा शासन गर्ने अधिकार हाम्रो छैन। त्यतिखेर सेनाहरू मलाई गोली चलाउन पोजिसनमा आइसकेको थियो, डराइन। आन्दोलन त धेरैले गरे, तर परिवर्तनको लागि गोली खान यदि तयार छ भने त्यो जितेन बान्तावा पनि हो। हाम्रा पार्टीका अध्यक्षज्यूले 10 वर्ष 15 वर्षको सङ्घर्ष गरेर आज यहाँसम्म आइपुग्नु भयो। त्यसमा हामी सबै लागौँ। हाम्रो कुनै पद छैन, हाम्रो कुनै कुर्सी छैन, हामी सबै श्रमदाता हो, हामी बराबर छौँ। यहाँ मञ्चमा उभिएर बस्नेले भन्दा टाढोबाट हेर्नेले हाम्रो कुरा प्रश्न बुझिराख्नु भएको छ। म यहाँ उभिएर भाषण गर्दैछु त्यसको अर्थ यो होइन कि मभन्दा यो माथि छ, तपाईँ मभन्दा माथि हुनुहुन्छ जसले परबाट बसेर हेरिराख्नु भएको छ। त्यो श्रम संस्कृतिको साँच्चा सेना। म सबैले यहाँबाट अनुरोध गर्न चाहन्छु, जाग्छ फेदेन, जाग्छ पान्थर, अब जाग्छ। तर कसरी जाग्छ? त्यो आत्मविश्वास र बल तपाईँभित्र उत्पन्न हुनु जरुरी छ, तपाईँभित्र जन्मनु जरुरी छ। फेरि यो देशमा जेन जी, जेन वाई, जेन जेडको नाममा कसैले पनि बलिदान दिन नपरोस्। हाम्रो अधिकार हामीले लडेर होइन, ढुङ्गा बोकेर माटो बोकेर बनाउन सक्नुपर्छ। अब यो देशको सभ्यता, यो देशको इतिहास र भूगोललाई हामीले ढुङ्गा र माटोले बनाएनौँ भने विदेशको अनुदानले भन्दैन। अहिले प्रत्येक नागरिक नेपालीको थाप्लोमा 1 लाख रुपियाँ विदेशी ऋण छ, थाहा छ तपाईँहरूलाई? जसको नागरिकता बनिएको छैन उसको थाप्लोमा पनि 1 लाख रुपियाँ विदेशी ऋण छ। बच्चा जन्मिनु बित्तिकै उसको थाप्लोमा 1 लाख रुपियाँ ऋण हुन्छ। यहाँ हामी त्यस्तो देशको नागरिक हौँ। हामीसँग के छैन? भूगोल छ, सभ्यता छ, संस्कृति छ, पानी छ, विवेकशील जनता छ भने हामीलाई सच्चा एउटा लिडरको खाँचो त्यो हो हर्क साम्पाङ। त्यो पार्टी बन्ने छ श्रम संस्कृति। हाम्रो त यो पार्टी घोषणा पार्टी बनाउने हाम्रो त एजेन्डा पनि थिएन नि। तर अहिलेको नेपालको संविधान पार्टी नबनाई एक्लै सिङ्गो त्यो घरको मूलमा एउटा खाँबो गाडेको हुन्छ नि, त्यस्तो मात्रै हुँदो रहेछ क्या। पार्टी बनाउनै पर्ने खालको यहाँको विधान छ। त्यही भएर हर्क साम्पाङ एक्लै छैन, हर्क पथमा लागेर श्रम गर्ने सबै व्यक्ति हो देशको श्रम सेना हुन्। र तपाईँलाई म आह्वान गर्न चाहन्छु, तपाईँले लगाएको टी सर्ट यही हो तपाईँको पहिचान। हाम्रो झन्डा हुने छैन, हाम्रो पार्टीको झन्डा हुने छैन। हामी मुर्दाबादको नारा लाउने छैनौँ। हामी नारा लाउनेछौँ त हामी हौ श्रमदाता, हामी हौ श्रम सेना, यो देश निर्माण गर्ने व्यक्ति। हाम्रो कसैलाई मुर्दाबाद, कसैलाई जिन्दाबाद, कसैलाई फलानुबाद भन्ने खालको नारा आउँदैन। हाम्रो मात्र जय श्रम संस्कृतिवाद हुन्छ, जय माटो हुन्छ। र तपाईँलाई अवगत गराउन चाहन्छु, श्रम संस्कृति पार्टी आधिकारिक रूपमा निर्वाचन आयोगमा दर्ता भइसकेको छ। अब कमर कसौँ? एक व्यक्तिले हिम्मत राख्नु हो पनि मैले भने 1बाट 10 जोड्नुहोस् त। के एक व्यक्तिले 10 जोड्ने, 10बाट 10 जोड्दै महाकालीदेखि तपाईँको चाहिँ टिस्टासम्म हामीले पर्खाल लाउन सकौँ न, देशको सिमाना कोर्न सकौँ न। यो देश बन्छ, अवश्य बन्छ, सबै कुरा छ यहाँ। तर हामीले देशको निम्ति एक दिन पनि पसिना बगाउन सकेनौँ, पसिना बगाएनौँ। यो देशको हरेक नागरिक भोकै बस्न सक्दैन। हरेक कुरा फल्छ यहाँ, हरेक कुरा उब्जिन्छ यहाँ। तर त्यसलाई संरक्षण गर्ने एउटा लिडर जन्मेन। अब आउँछ, अब जाग्छ पान्थर, अब जाग्छ फेदेन,
अब जाग्छ ताप्लेजुङ, अब जाग्छ तेर्थुम। मलाई यो विश्वास छ। जाग्नुपर्छ युवाहरूलाई जागाउनुपर्छ। डरको कुरा महत्त्वपूर्ण यो पनि कुरा भने मैले परिवर्तन कसरी ल्याउने हुटुटी छ। तर अब तपाईसँग परिवर्तन ल्याउनको लागि के चाहियो? मतदाता पत्र बनाउनु भएको छैन। म भन्दिनँ मतदान पत्र बनाएर श्रम संस्कृति पार्टीलाई नै भोट लाउनुहोस् भन्दिनँ म। तर परिवर्तन ल्याउनु छ भने चाँडोभन्दा चाँडो भोट कार्ड बनाउनुहोस्। 16 वर्षदेखि माथिका बच्चा सबैले भोट कार्ड बनाउन पाउँछ। मैले अघि पनि भने यसले गलत अर्थ नलगाओस्, यसले चुनावको प्रचार गर्यो। तपाईँले भोट बनाएपछि तपाईँले परिवर्तन ल्याउँछु भन्न चाहनुहुन्छ भने भोट कार्ड चाँडोभन्दा चाँडो बनाउनुहोस्। अब 10-12 दिन मात्रै छ है। र तपाईँले यो श्रम संस्कृतिको टी सर्ट लगाइसकेपछि अनैतिक कामहरू गर्नुहुन्न, मादक पदार्थ सेवन गर्नुहुन्न। यदि तपाईँले कतै साथीभाइसँग गेट टु ग्यादरिङ गर्दै भने कृपया यसको अपमान नहुने गरी गर्नुहोस्। यसलाई खोलेर झोलामा राखिदिनुहोस् र तपाईँले खाने बानी त सबैको हुन्छ, किराँतीको छोरो पर्यो होइन। तर यो श्रमदानको टी सर्टको अपमान हुने गरी यस्ता गतिविधि गर्नुभयो भने तपाईँलाई श्रमदाताले कारबाही गर्नेछ। त्यही भएर यो श्रमदानको टी सर्ट पाइसकेपछि तपाईँले सचेतना अपनाउनु पर्ने। तपाईँले चाहिँ धेरै कुराबाट सचेत रहनुपर्छ। यो टी सर्ट चाहिँ तपाईँले श्रमदान गर्दा प्रयोग गर्नुहोस्, अथवा राम्रो कामको लागि जाँदै हुनुहुन्छ भने प्रयोग गर्नुहोस्। तर विभिन्न किसिमका मादक पदार्थदेखि लिएर तपाईँको विभिन्न किसिमका अनैतिक काम गर्दाखेरि यो टी सर्ट प्रयोग नगर्नुहोला। अब अहिले विभिन्न पालिका विभिन्न वडादेखि कहाँबाट तपाईँको टी सर्ट श्रमदानको टी सर्ट पाउने भन्दै हुनुहुन्छ। अब यो टी सर्ट हामीले कसरी चाहिँ तपाईँ सामु पुर्याइराखेका छौँ, श्रमदाताले कसरी लगाइराखेका छ, हामीले आह्वान गरिराखेका छौँ विदेशमा बसेका साथीहरूले। लौ न, श्रम संस्कृति पार्टीको विषयमा तपाईँको धारणा के छ? टी सर्ट छपाउन सकिन्छ भने ल अलिअलि यसो भनौँ न भनेर साथीभाइहरूलाई हार गुहार गरेर हामीले यो टी सर्ट छपाइराखेका छौँ। तपाईँको साथी पनि विदेशमा छ भने 5,000, 2,000, 3,000 जति दिन सक्छ तपाईँले फिल्ममा यो टी सर्ट छपाउन सक्नुहुन्छ। तर टी सर्ट कसरी छपाउने, यो लोगो कसरी बनाउने भन्ने होला, त्यो हामीसँग सम्पर्क गर्नुहोस्। तपाईँलाई हामी लोगो उपलब्ध गराइदिन्छौँ। तपाईँले टी सर्ट यहीँ छपाएर यो चाहिँ तपाईँको श्रमदाताको टी सर्टलाई व्यापक रूपमा तपाईँको गाउँ ठाउँमा पुर्याउन सक्नुहुन्छ। तपाईँको यहाँ जुन चाहिँ भन्छ आयोजक समितिहरू, तटस्थ समितिहरू बनेको साथीहरूसँग सम्पर्क गर्नुहोस्। उहाँहरूसँग हामी सल्लाह गरेर फिदिमको श्रमदाताहरूलाई कसरी टी सर्ट उपलब्ध गराउन सकिन्छ चाँडोभन्दा चाँडो त्यसको हामी व्यवस्था गर्नेछौँ। र अघि पनि मैले भने अब जाग्छ पान्थर, अब जाग्छ फेदेन। सम्पूर्णलाई यही भन्दै अहिले त नियमित श्रमदान गर्न सम्भव छ, असम्भव छैन। अहिले त असम्भव नै होला। परिवार तपाईँको विभिन्न समाज गाउँ हेर्नुपर्ने हुन्छ। तर शनिबारको एक दिन चाहिँ तपाईँहरूले वृहत श्रमदान सुरु गर्नुहोस्। यो फिदेनको वरिपरि तपाईँहरूलाई सहयोग गर्नुपर्ने सहयोग हामी केन्द्रबाट प्रयास गर्छौँ, कतिसम्म गर्न सकिन्छ। धरानपछि अहिले सबैभन्दा ठुलो श्रमदान काठमाडौँमा चल्छ। त्यो श्रमदाता जितेन बान्ताले खडा गरेको। त्यहाँबाट 77 जिल्लाबाट ठुलो मेसेज गइराखेको छ अहिले। अब फेदेनले पनि त्यही काम गरोस्। तपाईँसँग मोबाइल छ, तपाईँलाई कसैले भिडियो खिचेर भाइरल गरिदिन्छ कि भन्ने प्रविधि गयो। अब तपाईँको मोबाइलको सही सदुपयोग गर्नुहोस् त। तपाईँ आफै हो तपाईँको प्रचार गर्ने व्यक्ति। आजको भिडियो बटमटम फेसबुकबाट हाल्नुहोस् त, टिकटकबाट हाल्नुहोस् त। तपाईँ आफैले तपाईँ 20-25 हजार लाखको मोबाइल बोक्ने अनि मिडिया खोजेर हिँडेर हो। तपाईँ आफै आफ्नो प्रचार गर्न सक्नुहुन्छ। आजको कार्यक्रमको प्रचारक तपाईँ आफै हो कि होइन? अनि नेट छ, वाइफाई छ, महँगो मोबाइल छ, अनि किन पछि पर्ने? लेट्स डु द्याट। वी क्यान डु इट। नथिङ इज इम्पोसिबल। We get together. Anything is possible. Then why? त्यसो भने किन? हौ लु तुम्बाहरू तातिनु पर्छ है, तातिनु पर्छ है। यसरी हुँदैन है लुगाहरू। यति चाहिँ मैले तपाईँलाई सामाजिक सञ्जालको बारेमा जानकारी दिएँ। तपाईँले व्यापक रूपमा तपाईँको फेसबुकबाट यो प्रचार गर्नुहोस्।
र यति भन्दै जितेन बान्तावालाई कुनै पनि समय पान्थरले सम्झिन्छ, फेदेनले सम्झिन्छ भने सधैँ तयार छ। अब कतिले त जितेन बान्तावा भोजपुरको हो कि भन्ने पनि गरिआएको रहेछ, तर होइन, जितेन बान्तावा चाहिँ पान्थर ओएमको हो, याङबरफ 3 है। यति भन्दै हरेक हप्ता तपाईँले श्रमदानमा बृहत उपस्थिति जनाउने प्रयास गर्नुहोस्। तपाईँको साथमा सिङ्गो देश आउनेछ, सिङ्गो सङ्गठन, सिङ्गो पार्टी तपाईँहरूको पक्षमा छ। यति भन्दा मेरो 2 शब्द यही अन्त्य गर्न चाहन्छु। हस्त सेवा रो सेवा, नमस्कार।